हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशा राखेँ र म पनि सन्चै छु। र गाइज, गरम चाहिँ कतिको छ कमेन्ट गरेर चाहिँ भन्नु होला। र गरमले चाहिँ हालतै खराब भएको छ, एकदम नभन्नु न। गरम यस्तो छ, मेरो भाइ चाहिँ यहाँ के चाहियो भनेर डिमान्ड गर्दै रोइरहेको छ। ऊ चाहिँ घर छोडेर गएको भन्दै हिँडिरहेको छ। र म चाहिँ अब भाइको डिमान्ड पुऱ्याउनु पऱ्यो भनेर म चाहिँ भाइलाई लिएर चाहिँ अब चारली जान आँटिसकेको छु। यता हामी रेडी भएर चाहिँ अब चारली जान भनेर निक्लिसकेका छौँ। र भाइलाई चाहिँ के चाहिएको रहेछ अब चारली गएर थाहा हुन्छ। र यता चाहिँ हामी चारली पुगिसकेका छौँ र जाँदाको भिडियोहरू चाहिँ गर्न सकिएन। भाइ चाहिँ भिडियो गर्न सक्दैन। र यता चारली पुगेर चाहिँ भाइ सिधै दोकान पसेर हेर्दैछ यताउति उसलाई चाहिँ के चाहिएको रहेछ। र उसलाई चाहिँ के चाहिएको रहेछ भन्दा यो फ्यान चाहिएको रहेछ। र उसकोलाई चाहिँ स्कुल लान अरे फ्यान हेर्नु न, केटाकेटीलाई पनि के भन्नु। र स्कुलमा उसलाई गरम भयो अरे धेरै नै, अनि फ्यान चाहियो अरे। र उसले चाहिँ लिएर फ्यान लिन थाल्यो। र यति फ्यान भेटेपछि यति खुसी नभन्नु न सक्नुहुन्छ। फ्यान भेटेपछि चाहिँ भाइको खुसी। र फ्यान लिएर यता हामी निक्लिसकेका छौँ। र घरबाट आउँदा भन्थ्यो मलाई केही चाहिँदैन, फ्यान भयो हुन्छ। तर फ्यान भेटेपछि ऊ चाहिँ आइसक्रिम खान्छु भन्न थाल्यो। र उसलाई पनि आइसक्रिम खुवाएर मैले पनि खाएर र अहिले चाहिँ हामी निक्लिसकेका छौँ घर भनेर। केटीको पनि के भन्नु र गाइस। र एउटालाई लिएर मात्रै कहाँ हुन्छ र, अब घरमा अरू दुईजना छन् र उनीहरू पनि उत्पाद गर्छन् भनेर उनीहरूलाई पनि भनेर मैले चाहिँ ल्याइदिइसकेको थिएँ। र उनीहरू पनि यहाँ खुसी हेर्न सक्नुहुन्छ। र हुन्छ त गाइस, यो भिडियो पनि यतिमै एन्ड गरेँ। के कस्तो लाग्छ प्लिज कमेन्ट गरेर चाहिँ भन्नु होला। बाई बाई।